हेलो एभ्रिवान, आइ एम गोइङ टु रियाक्ट नयाँ टिजर आएको छ टर्न 26 भनेर। यो चाहिँ तपाईँको ओएसआर डिजिटलको च्यानलमा आएको छ। हाम्रो अनुप विक्रम शाही र प्लस एना शर्माको हो। अलिकति फरक छ आई थिङ्क पोस्टर हेरिसकेपछि होइन, थम्बनेल हेरिसकेपछि। सो लेट्स सी कस्तो रहेको छ टिजर र यसको कन्सेप्ट चाहिँ के छ, के देखाउन खोजेको हो है। ल 1 2 3 एन्ड गो। ओएसआर डिजिटल यहाँ यो सब के भइरहेको छ? किन मान्छेहरू जनावर जस्तै एकअर्काको पछि पडिरहेको छन्? यस्ता सुरुङहरूभित्र धेरै चमेराहरू हुन्छन्। ओके, सङ्क्रमण तिनीहरूबाट फैलिएको जम्बी हुनुपर्छ। मुभी रहेछ। जेसुकै होस्, यिनीहरू बाहिर निस्क्यो भने दुनियाँ खतम हुन्छ। हामीले उसको ठाउँ बिगार्यौँ, अब उसले हामीलाई छोड्दैन। अब के गर्ने? लड्ने। नाइस। यो मान्छे नै होइन, हामीले उसलाई सक्दैनौँ। ओके नाइस, लाइक अलिकति डिफ्रेन्ट चोइस गर्नुभएको छ स्टोरीको लागि। सो आई थिङ्क दिस इज भेरी गुड थिङ। अनि यो चाहिँ हाम्रो एना शर्माजीको र सँगै हाम्रो उसमा छ नि जवान भन्ने मुभीमा हुनुहुन्छ, उहाँ एक्टर हो उहाँको, र अनि विक्रम शाही र प्लस एना शर्माको। अहिले त टिजर अब कति कुराहरू चाहिँ अब टिजरमा मिसम्याच छ, कति कुराहरू चाहिँ एआई देखाइरहेको छु मैले। सुरुको जो स्टार्टिङ सर्ट छ नि, यो वाला सर्ट जुन छ नि, कस्तो एआई फिल भइरहेको छ। तर कतै कतै कुराले चाहिँ एआई नभएर अलिकति भिएफएक्स फिल भइरहेको छ। सो आई थिङ्क भिएफएक्स नै होला प्रोभाब्ली, किनभने रिफ्लेक्सनहरू मजाले देखेको छ, माथिको टेक्सचर पनि राम्रो देखिरहेको छ। तर मलाई किन कोरियन फिल आइरहेको छ कि त्यो, लाइक आई थिङ्क अब रेफरेन्स कोरियनको लिएको हो कि सेट कोरियनको लिएको हो कि एक्टर्सहरू अलिकति हाम्रो नेपाली एक्टरहरू हुन्छ नि यतातिरको मङ्गोलियन फेस भएको, उहाँहरूको फेसले गर्दा त्यस्तो देखेको हो। सो टिजरको रियाक्सन इज भेरी गुड मेरोतिरबाट। अनि आइएम भेरी एक्साइटेड यसको मुभीको ट्रेलर र प्लस यो मुभी पनि हेर्न जान्छु, बिकज अलिकति डिफ्रेन्ट जर्न चुज गर्नुभएको छ उहाँहरूले, रादर देन गोइङ त्यही सेम टिपिकल नेपाली घरको बुढाबुढीको कुरा, दाइ बाबाको कुरा, राम्रोसँग सुट पनि गर्नुभएको रहेछ। सुरङको कुरा, टनलको कुरा, किनभने जेनरली अब सेट बनाउनु र सबै कुराहरू गर्नु अलिकति डिफिकल्ट नै छ। नेपालमा टनल कति नै छ, एउटा छ, अरू बनिरहेको छ। सो कसरी सुट गर्नु भन्ने कुरा पनि आइएम अल्सो क्युरियस। सबटाइटल पनि छ। सो आई थिङ्क दे आर टार्गेटिङ अलिकति इङ्ग्लिस अडियन्स पनि। इट्स होपफुल। एना शर्माको एक्सप्रेसन्सहरू चाहिँ पहिलाको मुभीहरू पनि धेरै फार बेटर आएको छ। अनुप विक्रम शाहीको त कुरै छोड्दैनु, हि इज अलवेज वान अफ द गुड एक्टर्स। यसमा एडिटरले त टाइटल अलिकति बेटर गर्न सक्थ्यो कि लागिरहेको छ क्या मलाई, रिगार्डिङ एडिटिङ पर्सपेक्टिभबाट। अरू त ओभरअल सस्पेन्स मजा आइरहेको छ। आइ एम भेरी एक्साइटेड। लेट्स सी होपफुल है। तपाईँ पनि टिजर हेर्नुहोस् एन्ड गिभ योर अनेस्ट फिडब्याक कमेन्टमा कस्तो छ है त। सी यु इन द नेक्स्ट भिडियो।